पानी खाएको तल्ला गाउँका नौला तुम्बी जो पहिला गइगन पाँदरा मेन्डी खाउला क्लाम चुप बिल्कुल चुप हिम्मत कैसे हुई तेरी मुंह खोलने की क्लाम अब आइडिया नहीं करके मिलता वो तो छोड़ जानी तुम हमको कसम दी गाइस आज लामो समयपछि म चाहिँ अब आज रुमबाट बाहिर शनिबारको दिन निस्किनेछु र मेरो लङ भ्लग पनि आउनेछ सो सबैले हेरिदिनु होला र अर्को कुरा भनेपछि सब्स्क्राइब पनि गर्नु होला नि त अब र अब यही कति देखाउँछ सोध्नु होला अब देखाउने होइन यही नै हो र स्वयम्भू पनि कति जान्छ भन्नु होला स्वयम्भू यस्तो लाग्दैन नि त पैदल हिँडेर जान टाइमै लाग्दैन यहाँ पैदल हिँडेर गयो भने 5 मिनटमा पुग्छ क्या अनि त्यही भएर म स्वयम्भू त जान्छु त अनि कता जान्छु अरू जस्तो अब के गर्नु है हेर्नु होला अब केही परिवर्तन पनि आला जस्तो छ भ्लगमा अब बिस्तारै गरौँला आज सिक्दैछ अलिकति सो त्यसको सबैले माया गरिदिनु होला रक्स नेपाल म त एक्लै रहरले आएको हो सो हामी चाहिँ अब यो गनाने खोलामा सो है अब के गर्नु यहाँ चाहिँ गनाउने छ होइन जति पनि अब हाम्रो गाउँतिर भइदियो भयो त अब यतिको पानी आयो भने त डुबिल्की हाल्नु जान्थ्यो आजभोलि गर्मी पनि बढिरहेको छ वैशाखको महिना र अब यहाँ त अब गनाने खोलामा यहाँ रोक्न पनि गाह्रो हुन्छ मान्छेलाई र बात तो सही है दौड़ना तो पड़ता है जुन राम्रो अंकल धोका दिने खुट्टो भाँचिने हिँड्दै हिँड्दै थाक लाग्यो है थाक लाग्यो पनि कस्तो भने चाहिँ अब एकदम आफूले चाहेको रमाइलो गर्न खोजेको ठाउँमा थाक लाग्यो नि केही साइडमा हरियो सबजना दिदिए त्यस्तै हो थाक लाग्छ मलाई तर मलाई थाक लाग्यो पनि एक्साइटेड छ नि त त्यही भएर हो नि त थाक लाग्यो नि हिँडिदिन्छु ऱ्याङमै क्या दाम यताबाट पनि अब यो पानी खाएको तल्ला गाउँका नौला तुम्बी जो पहिला गइगन तुम्बी पाँदरा मेन्डी खाउला अब आइडिया नहीं करके मिलता वो तो छोड़ जानी तुम हमको कसम दी बात तो सही है दौड़ना तो पड़ता है सो गाइस आजभोलि स्वयम्भू चाहिँ अब यो बसन्त ऋतुले गर्दा एकदम बवाल भइरहेछ र सो हजुरहरू भिजिट गर्नु सक्नुहुन्छ स्वयम्भू गरेर र स्वयम्भू भने त अब हेर्नु सक्नुहुन्छ खतरा अब है पुरै स्वयम्भूको बाट